सबैलाई नमस्कार। आज म यस भिडियो मार्फत तपाईहरुलाई आईसीसी T20 कप कसरी हेर्ने विथ फ्री अफ कस्ट फ्रम नेपालबाट कसरी T20 वर्ल्ड कप हेर्ने यस भिडियो मार्फत म तपाईहरुलाई हेराउने छु। सबैभन्दा पहिला सर्च बारमा जाने अनि सर्च गर्ने icc.tv। यति सर्च गरेपछि यहाँ सर्चमा क्लिक गर्ने। यति सर्च गरेपछि यस्तो इन्टरफेस आउँछ, जसमा तपाईहरुलाई जसले लगइन गर्नु भएको छैन भने यहाँबाट लगइन गर्ने र रजिस्टर गर्ने। यहाँ एउटा मान्छेको साइन छ, यहाँ हेर्न सक्नुहुन्छ तपाई। यहाँ क्लिक गर्ने। क्लिक गरेपछि यस्तो इन्टरफेस आउँछ। तपाईले इमेल, फेसबुक या जसको आइफोन युजरहरुको लागि यहाँ एप्पल दिएको छ, यहाँबाट तपाईहरुले इजिली लगइन गर्न सक्नुहुन्छ। म आफ्नो आईडी अगाडि नै क्रिएट गरिसकेको छु, सो त्यसैले म आफ्नो आईडी लगइन गर्न गइरहेको छु। सरी, हेर्न सक्नुहुन्छ तपाई मेरो आईडी लगइन भइसकेको छ। तपाईहरु यहाँ आफ्नो यहाँ हेर्न सक्नुहुन्छ तपाई यहाँ केवाईसी लेखिहाल्छ। तपाईको यहाँ आईडी क्रिएट भइसकेको छ। यहाँ तपाईको प्रोफाइल हेराइदिन्छ। प्रोफाइल त्यसपछि यहाँ तपाईहरु यहाँ थ्री लाइन छ, यहाँ थ्री लाइनमा यहाँ क्लिक गर्ने। तपाई यहाँ थ्री लाइन छ, यहाँ लेफ्ट साइडमा यहाँ क्लिक गर्ने। यहाँ स्क्रोल गर्ने, यहाँ भिडियोजहरु छ, भिडियोज छ, भिडियोजमा क्लिक गर्ने। भिडियोमा क्लिक गरेपछि यस्तो इन्टरफेस आउँछ। त्यसपछि स्क्रोल गर्ने। यस्तो हेर्न सक्नुहुन्छ यहाँ लाइभ म्याच चल्दैछ। यहाँ लाइभ हेरेछ साउथ अफ्रिका भर्सेस अफगानिस्तान। यहाँ हेर्न सक्नुहुन्छ तपाई लाइभ छ अहिले। त्यसपछि के गर्ने, यस्तो यसमा क्लिक गर्नुहुन्छ भने मज्जाले लाइभ हेर्न पाउनुहुन्छ। लोडिङ लिँदैछ अहिले। यति गरेपछि यहाँ तपाईहरुको म्याच हेर्न पाउनुहुन्छ इजिली। हेर्न सक्नुहुन्छ यहाँ फुल एचडी मा।